दाजु कता जानु भएको झोला बोकेर? ए कान्छा म त विदेश हिँडेको, नेपालमा बसेर केही काम नै छैन। पढाइ लेखेको पनि यतिखेर भयो। कुन देश जानु लाग्नुभयो दाजु? म त साउदी हिँडेको कान्छा। अब साउदी गएर पनि भेडा बाख्रा चढाउने त होला नि। आउनु पर्यो। यस्तो ठाउँमा सुत्नु पर्ने विदेशमा आएर पनि। बरु भन त पहिले राम्रो पढेका भइहाल्यो नि हुन्थ्यो नि। के गर्नु, बुद्धि पुगेन। अब के भन्ने? आमा बुबाले भनेको मान्नु पर्दो रहेछ। आफ्नै बुद्धिले दुःख पाए। अब म त नेपाल फर्किन्छु। आमा बुबाले भनेको सबै कुरा मान्छु। अब त ज्ञानी छोरा बन्छु। ए दाजु फेरि फर्किनु भयो? कान्छा साह्रै दुःख पाए, त्यही भएर साउदीबाट फर्केको नेपाल। दाजु अब हामीहरू नेपालमा बसेर खेतीपाती गर्नुपर्छ ल। हुन्छ भाइ।